नमस्कार। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल 2077 को अनुसार नेपालमा नसर्ने रोगहरू मध्ये 18% रोगीहरू चाहिँ मानसिक रोगबाट ग्रसित रहेको यो तथ्याङ्कले दिएको छ र यो तथ्याङ्क अनुसार 13 देखि 17 वर्षको जुन एउटा नाबालिग उमेरको सन्दर्भ छ, 13 देखि 17 वर्षको त्यो उमेर समूहमा 5.2% किशोर किशोरीहरूमा मानसिक रोगको समस्या देखिएको छ, जसमा 2.8% चिन्ताजन्य समस्या, जसमा 0.6% डिप्रेसनको समस्या, जसमा 3.9% आत्महत्या सम्बन्धी सोच र 18 वर्षभन्दा माथिका किशोर किशोरीहरूमा 10% मा मानसिक समस्या देखिएको छ, जसमा 3% चिन्ताजन्य समस्या, 2.9% डिप्रेसन, 0.3% साइकोसिस र 7.2% आत्महत्याको सोच। यो तथ्याङ्कले नेपालमा मानसिक रोग सम्बन्धी एउटा गम्भीर समस्या देखिरहेको छ र भावी दिनमा यसले निकै नै ठुलो प्रभाव बनाउने पनि देखिएको छ। जुन तथ्याङ्क अनुसार यो तथ्याङ्क यसै रूपमा वृद्धि हुँदै जाने हो भने नेपालमा मानसिक समस्याले ग्रसित थुप्रै व्यक्तिहरू देख्न सकिनेछ र अहिले यो तथ्याङ्कले पनि केही कुराहरू उजागर गरेको छ र यसै सन्दर्भमा मानसिक स्वास्थ्य सन्दर्भमा नेपाल सरकारको पनि मानसिक समस्यालाई चाहिँ निवारण गर्नका लागि उत्तिकै भूमिका हुन्छ। त्यसमा व्यक्तिगत भन्दा पनि मानसिक रोग चाहिँ एउटा समग्र देशको इन्भाइरोमेन्टले, देशको पेरिफेरीले नै मानिसलाई एउटा त्यो समस्यामा गिजोल्छ र मानसिक समस्या यदि बढ्दै गएमा भोलि बिहान देशको अवस्था पनि धराशयी हुने र त्यसकारण पनि यसमा नेपाल सरकारले यसलाई नियन्त्रण गर्न नेपाल सरकारको प्रमुख भूमिका र महत्त्वपूर्ण भूमिका यसको रहन्छ। यद्यपि नेपाल सरकारले यसलाई त्यति चासोको विषय दिएर यसलाई काम नगरिरहेको अवस्थामा केही विद्यार्थीहरूले PIL मार्फत अदालतमा सर्वोच्चमा रिट दिनुभएको थियो। त्यो रिटको अहिले हालसालै पूर्ण पाठ आएको छ यो मानसिक स्वास्थ्य सम्बन्धी, मानसिक पीडितको स्वास्थ्य सम्बन्धी र माननीय न्यायाधीश श्री हरिप्रसाद फियोलजी र माननीय न्यायाधीश नृपत ध्वज निरौलाको संयुक्त इजलासबाट एउटा फैसला भएको छ, जुन मङ्सिर 17 गते फैसला भएको थियो र अहिले यसको पूर्ण पाठ आएको छ र यो पूर्ण पाठले अलिकति जुन पूर्ण पाठले